माई च्यानल गाइस। आज हाम्रो ह्याप्पी दसैँ हो, त्यसैले सबैजना खाना बनाउनमा व्यस्त हुनुहुन्छ। मेरा फरमाइस एकदमै धेरै छन् हैन। यहाँ एउटा काम गरिरहेको छैन, भिडियो मात्रै बनाएर बसिरहेको छ हैन। यिनीहरूलाई धन यो भएन त्यो भएन त्यो भएन भनिरहेको छु। दसैँ अफ इन्टरनेट यहाँ एप्रिल आएर फर्स्ट या सबैभन्दा फल दसैँ पनि के दिने त्यो जमारा राख्ने पर्छ। 2 दिन थियो र म त आएको यहाँ म कति रोएँ हिँड्दा होइन। आज रोको छैन, मासु छ पकाइरहेछन् साथीहरूले। म एकपटक मासु पनि देखाइदिइहाल्छु। हेर्नुहोस् हाम्रो यता हेर्नु त दिदी, हाम्रो यो दिदीले यस्तो मासु बनाइराख्नु भएको छ कि अब यता पनि मासु बनिरहेको छ होइन गाइस। यता पनि मासु बनिरहेको छ। चिकन अनि मेरो लागि पोर्क छेउमा, तर पोर्क चाहिँ अलि मुस्किल छ है। म खान्छु कि नै खान्छ छैन। मेरो बानी त अचम्म रहेछ। अन्डा खाने अरे अनि अन्डामा मिक्स भएको त्यो चिकन खान भनिरहेको छ नि ल मलाई। अहिले आएँ म उता जा। यहाँ हामीहरू चाहिँ डुबो टिप्न आछौँ। डुबोको नाउँमा उहाँले के टिपिराख्नु भएको छ थाहा भएन है गाइज। त्यो थाली सजाउनको लागि यो चाहिँ यो घरको पछाडितिरको एरिया हो। त्यो डुबो देखाउनुहोस् त। फुलको पात टिपिराख्नु भएको छ। जे भए पनि टु मेक इट अट्र्याक्टिभ के थालीलाई चाहिँ अट्र्याक्टिभ गर्नको लागि। अनि यतातिर यस्तो छ। सबै विदेशीहरूको चाहिँ यस्तै हुन्छ भाइ। विदेशमा आउने नेपालीहरूको पनि यस्तै घर हुन्छ गाइज। हामीले सेल बनाएर पनि राखेको छौँ। यस्तो मिठो सेल देखिरहेको छ होइन। अनि यो सेतो टिका यो मगनीहरूको ग्रुपमा बसेर मलाई सेतो टिका लगाउनु भनिरहेछ नि दसैँमा। अरू साथीहरूले रातो टिका लगाउँछन् हो उता चाहिँ सोल्टिनाहरूकोमा जस्तो लाग्छ। सोल्टिनाहरू त सेतै लगाउँछ नि, सोल्टिना त मान्दैन। त्यो अर्कीवाले चाहिँ मन्सा बहिनी थियो नि, त्यही भएर अनि उहीँ लगाएको रातो त होइन। यसरी ठुलो किने लगाइसक्नु भयो। हेर अब त्यो मनिषा जस्तो सानो बनाउनु पर्ने अवस्था आयो किन अब मेरो यो मनिषा भन्नेको अरे अस्ति नको दिदी होइन। हाम्रो चाहिँ भइरहेको छ। यसरी बनाउने रहेछन् मगरमा। र सेतो टिका रातो पनि ल्याएन छौँ गाइस। अब कसको घरमा गएर लाग्ने हो। लाउँछु भन्यो भने पाइएन के। गाइस हाम्रो चाहिँ दसैँ मनाउने तयारीमा छौँ होइन। कतिसम्म बिचारा अवस्था आएको होइन। यो के कुरा हो दिदी? त्यो कलर नभएर सिन्दुर मेनुकाको सिन्दुरले चाहिँ कलर बनाउने सिन्दुरले बिर्सिने त हिजो हामीले कलर सोध्नु पर्ने कुनै यस्तो इन्डियन पसलमा गएको बेला। गाइस हाम्रो चाहिँ अब पूजा सुरु हुन लागिसकेको छ। दसैँ पूजा होइन गर्यो नेपाल भन्दा अलिकति मेरो लेभलमा गएर मज्जाले गरेर ल। मम्मी कसैको गर्दै आइसके राम्रो भएर। ओ माई गड कति धेरै पैसा सजाउनलाई राख्नु भएको छ है। आज कति डलर पाइन्छ आश धेरै गरी नलाइसके। म सबैभन्दा सानी हो है, सबैभन्दा सानी। हाम्रै घरकी जेठी दिदी यहाँ टिका लगाइदिइराख्नु भएको छ। मलाई लगाइदिइसक्नु भयो। म सबैभन्दा कान्छी हो यो घरको। विदेशमा चलिरहेछ हाम्रो दसैँवाला। एकैचोटि लगाइदिन्छ जमरा एकैचोटि हो त्यो चिप्काउ त चिप्किन्छ है। हो त्यसो गरेर सानो सानो पुरा निगार दिदी उसको गर्दैछ पहिला एक उसको युट्युबको सकाउन पहिला पर्दैन यो चाहिँ मतलब भएन हामीलाई सरकारी भयो। अनि गाना मात्रै नबजाउने के तपाईँ त चलिराख्नुहोस्। यो मगरको छिमेकी भएर मलाई चाहिँ सेतो टिका लगाइरहेको छु है म पनि गाइज। तिमी कहाँ लगाउँछौ सेतो? रातो छेत्री नि अरे त्यही रातो रे। यो रातो अड्डिन्न कि तिम्रो राम्रो छैन। मैले सक्दो कोसिस है लो अड्डिन्न यो कसरी गरौँ चाहिँ भइसक्यो। म चाहिँ रातो टिका लगाउने मडेको परेँ। त्यही भएर मेरो चाहिँ जमरा खस्न लाग्यो गाइज।
कसरी गर्ने हो यसरी गर्ने हो म खुट्टा ढोकाइराखे अड्डाइहाल्छु म अहिले वाह हेर्नुहोस् हाम्रो यसरी छ आउँदैछ सबै सामानहरू अब ह्यापी दसैँ दाइ दक्षिणा दिनुपर्छ भनेर के हाम्रो दाइ ह्यापी दसैँ दाइ यता हेर्नु दाइ ह्यापी दसैँ ल हामीहरू लाग्दैछौँ आउनु टटाइराख्नु पर्दैन होला सायद फेरि टटाउने अवस्था आइसक्यो टिका लाउँदा लाउँदै चिसो भइहाल्छ गाइस एउठाउँमा त आउनु दसैँ टिका स्पुन ओके दाइलाई पनि देऊ दाइलाई हेराउन मात्र हेराछ नि यता हेर तिम्रो काम छैन पछि गऱ्यौ न एकछिनपछि ओके ओके गर्ल्स सबभन्दा सानी बहिनी हुँ क्या म त्यही भएर कुर्नु पर्यो आज मलाई भात हालिदिनु मलाई त्यति भए पुग्छ दिदी त्यति भए पुग्छ होला सायद दारु त्यस ए ओके ओके के गर्न लाग्छ हौ ए केटीहरू कोसेलीको लागि प्याक गर्नु ए हामी सोल्टिना कहाँ गइरहेको छौँ कोसेली लग्न लाग्छौँ दिदी भाँडा माझ्न लाग्नु भएको छ म हो त्यही हो क्यामेराम्यानलाई हेर्नुहोस् फोटोसुट भइरहेको छ अरूलाई हेर्नै फेरि यता भयो अलि मेरो टाढाबाट फेस गराइदिनु कि नजिकबाट नगराइदिनु कि कस्तो टाढादेखि अनुहार देखाउने होइन तिमीलाई ल ल भयो बनाइदियो यिनीहरूको फोटोसुटलाई कम्प्लेन गरेको हेर 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 1 2 3 गो तिमी ग्यास्ट्रिक पेन भएर मर्न लागेछ आफ्नो यहाँ दिदी त्यो त मसँग ल टाढादेखि हो नि ल भयो हेर न यिनले टाढाबाट खिच्दिनु पर्दैन दिदी पर्दैन यिनलाई फेरि आफ्नो राम्रो पर्दैन अल्गो छ सानी नै कोही अग्लो कोही हो त यिनीहरूको फोटो फर्मै छ है गाइस फोटोसुट पनि गऱ्यौँ के भन्छन् खानपिन गऱ्यौँ होइन टिका लगायौँ सब गरेर अब चाहिँ हामीहरू यमुना सुल्तिनाको घरमा गइरहेको छौँ यमुना दिदीको घरमा अब चाहिँ हामीहरू गइरहेछौँ गाइस हामीहरू सँगै रहनु होला आजको भ्लग एकदमै इन्ट्रेस्टिङ रहनेवाला छ किनभने चाहिँ लास्टसम्म हामीहरू चाहिँ त्यहाँ जानेवाला छौँ कि कलेजले चाहिँ अर्गनाइज गरेको फङ्सन अटेन्ड गर्न जानेवाला छौँ युनिभर्सिटीले त्यो अर्गनाइज गरेको होइन अनि त्यहाँ चाहिँ एकदम रमाइलो हुन्छ जति पनि नेपाली दिदीबहिनीहरू हुनुहुन्छ दाजुभाइहरू हुनुहुन्छ सबै भेटिनुहुन्छ कि मलाई छोडेर भाग्छन् क्या अनि उता चाहिँ एकदमै रमाइलो हुनेवाला छ अनि त्यही भएर चाहिँ हामीहरूसँग भइराख्नु होला गाइस हामीहरूको घरमा चाहिँ दसैँ मनाइसकेपछि अब अरूको सोल्टिनाहरूको घरमा जाने क्रममा साथीहरूले यत्रो गरुङ्गो के बोकाइदिएको छन् होइन आफू चाहिँ ठाउँ अगाडि गइरहेको छन् यिनीहरूको कस्तो कुरा गर्न मन लागिरहेको छ भने म चाहिँ डराउँछु है गाइस अब यिनीहरू बाटो पनि न्यू टाइपको छ फाइनली ह्यापी दसैँ गाइस उल्टो तर्फबाट ह्यापी दसैँ हामीहरूलाई चाहिँ उहाँहरूलाई भेट्न आएको हो तर अर्को
अर्को घरमा आए जस्तो लाग्यो त एउटा नट दिस होम ओके गाइज यस्तो हावा आइरहेको छ हेर्न सक्नुहुन्छ हामीहरू चाहिँ फोटोसुटको चक्करमा यस्तो मतलब हुन्छ नि पुरै सही रहेछ यो हावालाई तर 12 डिग्री जति जाडो चाहिँ छ जस्तो लागिरहेको छ मलाई चाहिँ यहाँ चाहिँ तर फोटो खिच्ने चक्करमा हेर्न सक्नुहुन्छ हाम्रो हालखबर सबैजना जाडो साडो लाग्दैन हामीलाई फोटो खिच्दाखेरि ओके चेस गाइस गाइस अब चाहिँ दसैँको क्रममा हामीहरू तास खेल्न लागिरहेको छौँ होइन अनि के हुन्छ मलाई थाहा भएन 50 पेन्सको चाहिँ हामीले खेलिरहेको छौँ होइन अब चाहिँ हाम्रो यो गेमहरू हुन् कि हामीले 1-1 पाउन्ड 2-2 जनाले मिलेर उठाएको छौँ रसवाला रमाइलो मेरो कुन आशीर्वाद बल्ल पो दसैँ हामी कलेज गइरहेछौँ है बाई बाई हाम्रो फेरि पनि बाई बाई एभ्रीबडी गाइज रेड टिका लागिसकेपछि फाइनली के फाइनली हामी म नत्र किन यो दिदीहरूले पहिल्यै रेड लगाइदिएको भए म यहाँसम्म आउने नै थिएन कि रेड टिका लगाइदिएको भए अनि के भन्छन् रेड टिका लगाउनको लागि यहाँसम्म पुगेको थिएँ गाइज अब फाइनली कम्प्लिट भयो मेरो दसैँ टिका मात्रै लगाएन नि त पत्ता पनि खेल्यो नि त पत्ता पनि खेल्यौँ होइन अनि कति पाउन्ड हार्यौँ 6 पाउन्ड थियो दिदी र म मिलेर एक पटक जितेर पनि 9 पाउन्ड हार्यो होइन 6 पाउन्ड प्लस फेरि हार्यौँ 6 पाउन्ड प्लस 9 पाउन्ड ओ माई गॉड 40,000 हार्यौँ भाइ ओ माई गॉड इतना ज्यादा तर रमाइलो भयो अलिअलि रमाइलो त गर्नै पर्छ 6 पाउन्ड भनेको चाहिँ अब 1000 रुपियाँ भन्दा अलि धेरै हुन्छ अब अलिअलि दसैँमा त अलिअलि खर्च गर्नुपर्छ पहिलोपटक खेलेको छु सायद लास्ट पटक होला अब कमाएपछि 10 पाउन्डको खेल्ने होला अब नकमाउँदासम्म खेल्ने पनि हुन्न दसैँ पनि आउँदैन होइन गाइज त्यस्तै हो हामी कलेज गइरहेछौँ गाइज रमाइलो गर्न रातो टिका निधारमा तलक्क टल्कियो छातीभित्र मुटुमा आगो सल्कियो छातीभित्र ए मुटुभित्र आगो सल्कियो दसैँ लाग्यो हेरेको गर्नुभएको 2 चोटि हाले 2 चोटि केमा बोल्छिन् ओ माय गॉड तास खेल्ने माजा पत्ता खेल्ने हैन किन होला स्याड भएर रोको फेरि अहिले गएर रुनी पनि हुन सक्छ त्यहाँ निक्लिदै छ झोल त अहिले झोर झरेकै छैन झोल ठाउँमा आएर गएर रुन हाँस्न र्याप तिमी जे गरे पनि तर हाम्रो डान्समा तिमीले त र्याप चाहिँ गर्दिन इफेक्ट हुनु भएन रे इफेक्ट यिनीहरूको डान्समा इफेक्ट हुनु भएन गाइज फाइनली रातो टिका लाग्यो सबैभन्दा राम्रो कुरा त्यही हो सबैजना खाएर झन् एक्साइटेड भइरहेको छ बुझ्नेहरूले त बुझिहाल्नुहुन्छ यति राम्रो बगैँचामा हिँडिरहेको छौँ अब हामीहरू गइरहेको छौँ कलेजमा हामी गर्नेछौँ डान्स हेरिराख्नु होला गाइस अहिलेसम्म रमाइलो भएको थिएन रातो टिकासँग एकदमै रमाइलो भइसकेको छ हाम्रो चाहिँ
यहाँहरू हुनुहुन्छ मेरो साथीहरू अझै एड हुनुहुन्छ अनि रमाइलो गर्नुपर्छ। आजको भ्लग चाहिँ एकदमै रमाइलो हुनेवाला छ। सो प्लिज बी स्टे विथ अस, स्टे ट्युन गाइज। यता हेर्न सक्नुहुन्छ हैन कसरी सजिलो गरी देखिन्छ। यो चाहिँ हाम्रो कार्ड हो कि, मतलब पार्टी कार्ड भनेको चाहिँ 3 पाउन्ड हामीले उठाएको थियौँ। योभन्दा अगाडिको स्टुडेन्टहरूलाई चाहिँ फ्री अफ कस्टमा चाहिँ अब दसैँ प्रोग्राम अब नेटफ्लिक्स कमिटीहरूले चाहिँ अर्गनाइज गरिदिनु भएको रहेछ। अब नर्सहरू जहाँ पनि त त्यस्तै हो नि यार, मतलब हुन्छ नि जहाँ पनि अब हेपेको ठाउँ भन्छ नि, यहाँ पनि त्यस्तै देखेँ मैले चाहिँ। अनि हामी पैसा उठायौँ हैन दसैँ मनाउनको लागि। एक्चुअली हामी खुसी नै छौँ, हाम्रो देशभरिको जुन खुसी छ एकदमै रमाइलो नै भयो। तर पनि अब कलेजमा पैसा तिरिसकेको छौँ, लेट्स गो ड्रिङ्क्स र पार्टी भनेर हामीले चाहिँ जान खोजेको मात्रै हो। यहाँ चाहिँ एकदमै रमाइलो भयो। अघि कहाँ जान्छ भने चाहिँ युनिभर्सिटीमा गइरहेछौँ। सबैजनाले चाहिँ मेरो साथीको च्यानललाई चाहिँ पिज्जा ल्याएर छौँ गाइस। त्यहाँ मेरो साथीहरूले मन पराउँछ भनेर मैले पिज्जा ल्याइदिएँ। थाहा छ कि छैन? फेरि ल्याइदिउँ। ओके पिज्जा गाइस। खाओ, पेट बनाओ, पेट भरको बनाओ गाइस। खोइ ओए टाउको वाली पिज्जा वाली कता गयो यिनीहरू? हेलो गाइस, क्या खाए? Thank you. पिज्जा खाने हो? Thank you. गाइस अब चाहिँ म आइसकेको छु ट्रेन स्टेसनमा। अहिले 12 बजिसक्यो सायद। अब हाम्रो चाहिँ 12 बजेको छैन, 11:33 छ होइन रातिको। अनि 3 मिनटमा लगिहाल्छ। हाम्रो पार्टी चाहिँ 11 बजी सकिएको थियो। वी आर वेटिङ फर ट्रेन हाफ एन आवर एन्ड फर टुडे बाई ह्याप्पी दसैँ all of you. It was so good to celebrate Dasai party in university guys.